हेलो एभ्रिवान, तपाईहरु सबैलाई मेरो च्यानलमा स्वागत छ। म तपाईहरुलाई आज फेरि पनि यो गुगल एकाउन्ट कसरी बनाउने सजिलो तरिकाले सिकाउँछु। लेट्स बिगिन द भिडियो। ओके, सबैभन्दा पहिले तपाईले जरुरी छ एउटा VPN। प्ले स्टोरमा जानुस्, एउटा VPN सर्च गर्नुस्। सर्च VPN। मसँग अहिले रहेको छ तर्बो VPN। तपाईहरु पनि युज गर्न सक्नुहुन्छ। तर्बो VPN अन गर्नुस्। Hey Google. मेरो अहिले कनेक्ट छ, म त्यसको निकाल्छु। त्यसपछि यहाँ जानुस्, फ्रीमा जानुस्, USSD गर्नुस्, कनेक्ट गर्नुस्। कनेक्टिङ। Hey Google. त्यसपछि जानु सेटिङमा गएर तपाईले गुगल एकाउन्ट एड गर्न जानुहुन्छ। एकाउन्ट गुगल seeking info, create account गर्नु, create for myself, first name राख्नुस्, फोन नम्बर राख्नुस् तपाईको आफ्नै। गुगल कोडको वेट गर्नुस्। डेट राख्नुस्, डे नेक्स्ट। एउटा अब जिमेल जुन तपाईको लागि जुन सुट गर्छ त्यो म राख्दैछु, जेपी राख्छु म JPTID22। ओके, नेक्स्ट। JPTID78 राख्छु म। JPTID78 जिमेल। पासवर्ड राख्नुस्। यो जुनसुकै हल्का स्ट्रङ पासवर्ड राख्नुस्। Metro S16 नेक्स्ट। ओके, अब यहाँ हाम्रो लागि जिमेल आइडी बनिसकेको छ। यो स्पेस पोलिगन बनिसकेको छ। तर यतिकैमा नै त्यो यसको फेरि कोड चाहिँ रिडिम हुँदैन है। त्यसको लागि चाहिँ अर्को के प्रोसेस छ। म त्यसको लागि चाहिँ भन्दा पहिले तपाईलाई के भन्छु भन्दा यो कुनै पनि ब्राउजर ओपन गर्नुस्। जस्तै क्रोममा जानुस्। क्रोममा गएर तपाई सर्च गर्नुस् न्युयोर्क सिटी स्याम्पल कन्ट्याक्ट नम्बर एउटा सर्च गर्नुस्। सर्च गरेपछि तपाईले यहाँ युनिभर्सिटी जुनसुकै भए पनि फोन नम्बर पाउन सक्नुहुन्छ कि। यस हेर्नु है, तपाईले पक्कै पनि पाउनुहुन्छ। एउटा यहाँ रहेको छ 21639 समथिङ जुन रहेको छ, यसलाई कपी गर्नुस्। यसलाई कपी गरिसकेपछि अर्को हामीलाई चाहिएको छ तपाईले जुनसुकै सिटीको राख्न सक्नुहुन्छ। मैले न्युयोर्क राखेको। सरी म्यान, न्युयोर्क सिटी जिप कोड। सबैले समस्या हुने बित्तिकै यही कन्ट्याक्ट नम्बर जिप कोडको हो। जिप कोड त यहाँ पाउन सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर पनि कसरी पाउने मैले सिकाइदिइहालेँ। यहाँ जिप कोडमा 10001, 10002, 10003, 10004 जुन राखेको हुन्छ तपाईले एउटा सिलेक्ट गर्नु, 10001 सिलेक्ट गर्नु। त्यसपछि जानु प्ले स्टोरमा जानु। प्ले स्टोरमा गएर तपाईले भर्खरै बनाएको एकाउन्ट JPTID78@gmail.com। ओके, यहाँ गएर तपाईले अब पेमेन्ट मेथडमा जानुस्। यहाँ देख्न सक्नुहुन्छ रिडिम कोड। US बेस एकाउन्ट भएकोले तपाईले रिडिम कोड यहाँ पाउन सक्नुहुन्छ। नेपाली भएको भए त पाउनुहुन्थेन। सो रिडिम कोड गर्नुस्। रिडिम कोड गरेर इन्टर गर्नु। तपाईसँग अब त्यो जुन गुगल प्ले कार्ड किन्नुहुन्छ त्यो राख्नुस्। मसँग छैन, यहाँ राख्दिनुस्। यो राखिसकेपछि रिडिम गर्नुस्। रिडिम गरिसकेपछि तपाईले यहाँ यो त नमिल्ने भएकोले चाहिँ त्यही भएकोले देखाएन, मिलेको भयो। यहाँ तपाईले युएसको सिटी अनि कन्ट्याक्ट नम्बर अनि जिप कोड राख्ने अप्सन आउँथ्यो। त्यसमा मैले जुन तपाईहरुले भनेको थिएँ जिप कोड, यो जिप कोड अनि फोन नम्बर यहाँ जुन छ नि कपी गरेको। अघि कपी गरेको नम्बर कहाँ गयो? जस्ट त्यो कपी गरेको नम्बर त्यो राख्नु। त्यसपछि तपाईले रिडिम गर्न सक्नुहुन्छ। मजाले चलाउन सक्नुहुन्छ। जुनसुकै एपमा तपाईले त्यस्तो एप इन पर्चेस गर्न सक्नुहुन्छ।
Okay, thank you everyone. Keep watching my channel. Thank you, and don't forget to subscribe, man. Bye.